大点了呀，大点点嘛，我下去，你们去不下地下的？大点点你们得了呀，俺是。अनि आज यो भनौँ प्रवचनको 9औं दिन रहेको छ अनि आजको यो 9औं दिनमा यो विभिन्न सञ्जालबाट हेरिरहनु हुने सम्पूर्ण अनि बौद्ध मार्गीहरू अनि भिक्षु भिक्षुनी गुरुवर्गहरू अनि मित्र सबैलाई अनि सुस्वास्थ्यको कामना र सबैले टासितले व्यक्त गर्न चाहन्छु। 다들 것을 봐드려야 다 지단게 가자 아주 의송 첨배 अनि अस्तिको गएको दिनमा मैले अनि यो कश्यपले आनन्दलाई अनि विभिन्न दोष देखाएको कुरा मैले बताएँ। अनि आज चाहिँ के हैन विषय बताउनु पर्ने कारण कुरा के छ भन्दाखेरि अनि यो चार वर्गको यो विनयको विषयमा बताउन चाहन्छु। चार अङ्गको विनयको विषयमा अनि त्यस्तै गरी यो सतुन देव भन्छ मही शासकको 5 भागको विनय अनुसार त्यस्तै गरी अब अर्को अनि नितिन देव स्थविर हैन थेरवादको अब आदेश अब स्थविर भनौँ न किसिमको स्थविर गोमर्वी अनि विनयको अनुसार बताउन चाहन्छु। त्यस्तै अनि थम्जे हेबरमा अनि सर्वस्ति वादको अनि कुराहरू बताउन चाहन्छु। त्यो भित्र बताएको विनयको कुराहरू त्यस्तै गरी अनि यो फल्छेन देव हैन त्यस्तै गरी अब सर्वस्तिवाद त्यस्तै गरी अब यो फल्छेन भन्छ महासङ्घीको कुराबाट बताएको अनि त्यसपछि अब यो बौद्ध अनुवादको अनुसार बताएको कुराहरू हैन यो सानो उपदेशको कुराहरू बताउन चाहन्छु म। यो 5 कुरा रहेको छ आज। 다 패신 대회 류의 고름지 시합입니다. 디나로레야 상계 양해는 되네 당보 wilson 체비 것도 남바레스 것도 나야. अब यो अनि अस्ति मैले बताएको जस्तै अब भनौँ न एक किसिमको अब यो अनि 479 जनाले बुद्धको पहिलो अब वचनलाई सङ्कलन गर्यो। त्यसमा आनन्द एकजना थपिँदाखेरि अनि 500 भएको थियो। अब त्यस्तै गरी अहिले के हो त भन्दाखेरि अब अनि महाकश्यपले चाहिँ के हो त अनि अलि होच्याएर अब भनेको थियो आनन्दलाई हैन अलिकति निज स्वभाव भएको हो भनेर यसरी बताएको थियो भन्नुभएको थियो। अनि आनन्दले यसरी होच्याएर बोल्नु भएको थियो। त्यसपछि अनि आनन्दलाई यो कुरा सुन्ने धेरै मनमा अब बिजाएर पछि अब धेरै दिन रात उहाँले खट्नु भएर नि अरहतको ज्ञान प्राप्त गर्नुभयो। पछि उहाँले अर्को ज्ञान प्राप्त गर्नु भएर अनि पछि उहाँलाई स्वागत गर्नुभयो महाकश्यपले हैन। अनि 500 जनाको दल भएर यसरी अब बुद्धको पहिलो यो के हो त भन्दाखेरि बौद्ध वचनको सङ्कलनलाई अब सङ्कलन गरियो। 남 다마디베 부부 사 안디나로레야 안 거도 자그 처리 잡레스 다드네 이제 송기 त्यसपछि भनौँ न अब यो
अनि बुद्ध परिनिर्वाण भएर यो फल्सिन देव भित्र बताएको कुराहरू छ अहिलेको यसले महासङ्घीय कुरा जस्तो कि यहाँ के बताउँछ भन्दाखेरि महाकाश्यपले बुद्धको परिनिर्वाण ज्ञान परिषद अब राख्ने निर्णय लियो 479 अरहतहरू राजगिराको यात्रा गर्नुभएछ आनन्दले अनि लगनशीलता जगाउन परिणाम प्राप्त गर्दछ अब अरबको ज्ञान प्राप्त गर्दछ 500 अरहतहरू राजगिरामा पुग्छन् 7 अपातको गुफा तयार गर्दछन् उनीहरूले अनि यसरी अब भनौँ न यो सानो उपदेशहरू के हो भन्दाखेरि यसरी अब अनि खोज तलास गर्यो अनि कश्यपको प्रश्नहरू आनन्दले सूत्रहरू सङ्कलन गर्नुभयो कश्यपले उपालीले विनय सङ्कलन गर्न प्रश्न गर्नुभयो उपालीले आनन्दका साथ अपराधहरूको व्याख्यान गर्नुभयो र 1000 भिक्षुहरू गुफा बाहिर भेला हुन्छन् र सानो उपदेशको बारेमा छलफल भाग लिन्छन् बुद्धले नबनाएका नयाँ नियमहरू नबनाउन् र आफूले बुद्धले बनाएका नियमहरूलाई धारणा गर्ने भन्ने कुरा त्यसमा टुङ्गियो अब सर्वस्तिवादको कुरा आउँदैछ अब अस्ति हामीले यसलाई विभिन्न नाम दियो यसलाई हैन अनि यसलाई चाहिँ अब नाम अनेकन दियो र आज म के भन्न चाहन्छु भन्दाखेरि अब यसलाई अब चाहिँ देवचुब भनिन्छ हैन अर्थात् अब 10औं वर्गमा बाँडिएको विनय भनिन्छ यसलाई अनि यो बेला अब यो के भएको थियो त भन्दाखेरि अब यो अनि सर्वस्तिवादमा चाहिँ अब के भएको थियो त भन्दाखेरि अब यो कश्यपले बुद्ध परिनिर्वाण पछि अब यो बुद्धको वचनलाई सङ्कलन गर्ने निर्णय लिनुभयो अनि एक किसिमको अब के हो त भन्दाखेरि अनि मार्गमा जाँदाखेरि अब विभिन्न अब कुराहरू आएको हुँदाखेरि त्यसलाई अब जसरी भए पनि बुद्धको वचनलाई चाहिँ हामीले सङ्कलन गर्छौँ भने त्यसमा नि निर्णय भयो अनि कश्यपले अनि आनन्दलाई अनि यो बुद्धको वचनलाई सङ्कलन गर्ने भित्र अब उहाँलाई अब स्वागत गर्नु भएन उहाँलाई आमन्त्रण गर्नु भएन त्यस्तो गरी अब यो कश्यपले अनि 500 जना अनि भिक्षुलाई चाहिँ अब अरहतहरूलाई चाहिँ अब राजगिरामा लाने अब कुरा राख्नुभयो त्यसै गरी अब यो कश्यपले अब अनि उपालीलाई अनि विनय सङ्कलन गर्नु आग्रह गर्नुभयो हैन त्यसैपछि अब अनि विभिन्न यो कुराहरू सानो उपदेशको कुराहरू त्यसै गरी यो छिन्चेक भनिन्छ यसलाई हैन यो जस्तै अगाडि बताएको जस्तै कुराहरू अब त्यसमा राख्दै जानुभयो अनि त्यस्तै गरी यो अब सीतमजी व्यापारमा भन्छ अब म अब यो सर्वस्तिवादमा चाहिँ अब के हो त अब चीनको अब गुरुहरूले यसरी अब यसलाई अब अनुवाद गरेर राख्नुभएको छ यसलाई अनि कुनैले अब चीन गुरुहरूले अब यो सानो उपदेशलाई चाहिँ अब यो विनयको मुख्य अब नियम कसैले राख्नु भएको छ समावेश गर्नु भएको छ कसैले चाहिँ अब राख्नु भएको छैन यो चीन यो मूल अब 17 वटा विभिन्न नियमहरू छन् भनेर बताएको छ चीनको अब विद्वान अनुसार अनि कसैको चाहिँ त्यो नरहेकन अब यो लुङसी भनेर राखिएको छ एक किसिमको अब आगमको मुख्य अब बुँदाहरू भनेर राखिएको छ अनि जे जस्तो बताए पनि अब शब्दहरू थोरै धेरै लेखिएको मात्र तर मुख्य माने यसको कुराहरू चाहिँ त्यही नै हो जति न्यायले पनि
앤디 제래야 짜쟁이 개를 저거 구동 준비 제가 들이지. अब यो चाहिँ के हो त यो सर्वस्तिवादको कुरा गर्ने हो भने के हो त भन्दाखेरि अनि यो कश्यपले अब बुद्ध परिनिर्वाण भएर अब परिनिर्वाण हुनुको कुरा सुन्नुभयो त्यसपछि यो मल्ल राजाहरूले के हो त बुद्धको अब अस्तलाई अब पार्थिव शरीरलाई अब के हो त दाह गर्ने अब तयारी गर्नुभयो त्यसपछि के हो त अनि यो माग कश्यप अनि विभिन्न परिषद कश्यपको परिषदले बुद्धको अन्तिम दर्शन गर्न जानुभयो त्यसपछि अब परिनिर्वाणपछि बुद्धको पहिलो बुद्ध वचनको सङ्कलनलाई अब सङ्कलन गर्ने निर्णय गर्नुभयो त्यसपछि के हो त अनि आनन्दले के हो त अब अनि आनन्दले अब यो सङ्घको विभिन्न अब कुराहरू अब यसरी राख्नुभयो त्यहाँ हैन अनि त्यसपछि अब आनन्द लगायत विभिन्न 500 अब अरथहरू अब राजगिरमा अब पाल्नु भयो त्यसमा अब सबै मिलाउनु भयो त्यसपछि अब महाकश्यपले विभिन्न अब के हो त अनि यो आनन्दलाई विभिन्न अब के हो त दोषहरू गल्तीहरू देखेर यसो गर्नु हुँदैन त्यो भनेर विभिन्न अब कुराहरू अब राख्नुभयो आनन्दमाथि आनन्दले अनि अनि आनन्दलाई अब यो विधा हामीले आमन्त्रित गर्न सक्दैन भन्ने कुरा गर्नुभयो महाकश्यपले त्यसपछि अब महाकश्यपले अनि आनन्दलाई अनि विभिन्न अब 7 र 8 वटा विभिन्न दोषहरू देखाउनु भयो त्यसपछि अब अनि ब्रिजी अब भने एउटा भिक्षुले चाहिँ आनन्दलाई प्रवचन दिनु भएर अनि संसारप्रति भैरव चरले यसरी भैरव चरले ज्ञान दिनुभयो त्यो भैरव चलिसकेपछि त्यो ज्ञान दिइसकेपछि के हो त आनन्दले अरथको ज्ञान प्राप्त गर्नुभयो अनि त्यसपछि आनन्दले के गर्नुभयो भन्दाखेरि अनि आनन्दले अब ज्ञान प्राप्त गर्नु भइसकेपछि के हो त फेरि अनि यो सूत्रको विभिन्न बुद्ध वचनको अनि सङ्कलनलाई यसरी उहाँले सङ्कलन गर्नुभयो त्यसपछि अनि उपालिको विभिन्न परिषदद्वारा उहाँको अब भेलाद्वारा फेरि बुद्ध वचनको सङ्कलनलाई पनि फेरि सङ्कलन गर्नुभयो बुद्ध वचन सङ्कलन अब सङ्कलन गर्ने परिषद राख्नु यसरी अब यो चाहिँ हो त सर्वस्तिवादको अब यो लुङठिन्चेक भनिन्छ यसलाई आगमको एउटा सूक्ष्म उपदेश भनिन्छ त्यो भित्र अब विभिन्न अब बुद्धको वचनलाई सङ्कलन गरेर यसरी अब एकै ठाउँमा सङ्कलन गर्ने कुराहरू राखिएको छ यो अब यो उपालिको विनय वाचन अनुसार 5 भाग विनयबाट यो खण्डनमा अब एकचोटि उनीहरूले निर्णय गरेर 500 अरथहरू राजगिरामा आइपुग्यो यो ठिक वर्षको पहिलो महिनाको सुरुमा थियो त्यस्तै गरी यो के भन्छ स्थवीरको अनि महासङ्घिकको हैन सर्वस्तिवादको त्यस्तै गरी यो अनि त्यसमा चाहिँ के लेखिएको छ त भन्दाखेरि हैन अनि यो आनन्दले अरथको ज्ञान प्राप्त गरेर मात्रै अनि कश्यप भिक्षुले चाहिँ यसरी दोष अनि कोट्याएको दोषहरू निकालेको हो भन्ने कुरा पनि राखिएको छ त्यहाँ त्यस्तै गरी आउनु विनयभित्र अनि आनन्दलाई कतिवटा दोषहरू अब खण्डन गरेको छ त राखिएको छ भन्दाखेरि उहाँलाई दोष गल्तीहरू कतिवटा कश्यपले बताउनु भएको थियो त भन्दाखेरि अनि यो चाहिँ अब म भोलि पर्सि स्पष्ट पार्नेछु अनि यो बुद्ध वचनको दोस्रो अब सङ्कलनको सङ्कलन तेस्रो सङ्कलनको सङ्कलन गर्ने बेलामा अनि म बताउने त्यो बेला म अनि यो कश्यपले आनन्दलाई कतिवटा दोषहरू बताएको थियो त भन्ने विभिन्न कुराहरू राखेको छ विनयको कुराहरू त्यो बेला म एकदम विस्तार रूपमा तपाईँहरूलाई बताउँदै जानेछु अब चाहिँ तपाईँले क्रमबद्ध रूपमा अब अनि यो धर्मगुप्त भनौँ न एक किसिमको धर्मगुप्तको अब 4 अनि धर्मगुप्तद्वारा 4 भागमा बाँडिएको विनय अनुसार अब
बुद्धको पहिलो परिषद अर्थात् बुद्ध वचनको पहिलो साङ्गलोको परिषदको कुराहरू बताउन चाहदैछु म। 다 가장디 가자 अस्ति मैले बताउने क्रममा 마체디 쉬심베레타 라바친지고 प्रायः जसो मैले बताइसकेँ। 쉬심베체 다데네 अनि यो लापठेन्चे भन्ने कुराहरू मैले होइन अब सूक्ष्म उपदेशहरू मैले बताइसकेँ। 다데네 녀와 거기 뉘에거둔제 사디 다 디거두데야 लेदियोरवा तने जुसा अनि यसमा चाहिँ के हो त भन्दाखेरि यो विनय उपालिको अब विनय वाचनको विषय बताउनु पर्दाखेरि खसान दिन आलोलया तदा दिन दुआ यला ngabe naloleya drajo ngabe bodi ene gebe khawleya jo simbijeleya अनि असं यो 500 जना आराधहरू अनि यो राजगृहमा पुग्नु भयो हैन। एकचोटि उनीहरू त्यो निर्णय गरेर 500 आराधहरू राजगृहमा आइपुग्नु भयो। यो चाहिँ ठिक वर्ष मासको पहिलो महिनाको सुरुवातमा थियो हैन। अब यसमा चाहिँ के हो त अब बर्खा मासको अब पहिलो महिना, दोस्रो महिना, तेस्रो महिना भन्ने अब आएको छ जुन विनयमा। अब यो वर्ष मासमा 3 यसलाई चाहिँ यो दोस्रो महिनाको अब के हो त यसलाई चाहिँ वर्ष मासको दोस्रो महिना भन्छ याद ढिङ्गोलाई। अनि पहिलो वर्ष मासको पहिलो महिना सुरुवात हुँदा चाहिँ के यार्दा हावा भनिन्छ यसलाई। पहिलो वर्ष मासको पहिलो महिना भनिन्छ। अनि अन्तिमको महिनालाई चाहिँ वर्ष मासको तेस्रो महिना भनिन्छ। यसरी 3 महिना वर्ष मास चल्ने हुन्छ, बर्खा चल्ने हुन्छ। अनि त्यही कारणले तिनीहरूले यो त्यो महिना भावनाहरू ओछ्यानहरू र अन्य ठिक गर्न प्रयोग गरे जुन वर्ष मासको पहिलो महिना। त्यसपछि वर्षयामको दोस्रो महिनामा सबैले ध्यानमा प्रवेश गर्ने निधो गर्नुभयो र विभिन्न प्रकारको समाधिको अनि समाधिको अब स्तरमा उहाँहरू लिन हुनुभयो। अनि त्यसपछि वर्षयामको तेस्रो महिनामा सबै एक ठाउँमा जम्मा भएर र त्यस बेला कश्यपले भने जस्तै अब त्यो बेला के हो त बुद्ध वचनको पहिलो सङ्कलन सङ्कलन गर्नुभयो। अनि विनयको शासन अनुसार के हो त एकजनाको मात्रै अब हक नभएर सबैमा अब यो सङ्घहरूमा अब निर्भर भएको हुँदाखेरि अनि त्यसपछि अनि सबै सङ्घहरूले कश्यपले के भन्नुभयो भन्दाखेरि हे श्रोता मेरा भिक्षुहरू तपाईँहरू हार्दिक विनम्र अनुरोध गर्दै म के भन्न चाहन्छु मेरो कुरा सुनिदिनुहोस्। यदि सङ्घ तयार इच्छुक छ सङ्घ र अब सङ्घको तयार र इच्छुक छ भने आजदेखि हामी उपालिलाई निम्तो गर्नेछौँ र भिक्षुको विनयको बारेमा छलफल गर्नेछौँ यसरी बताउनु। यो उपालिको विनयको कुरा थियो वाचन। अब यो थेरवाद खण्डको यो नेतिन देवा भनिन्छ स्थवीरको अब वर्गमा बताउनु पर्दाखेरि जुन अगाडि बताएको जस्तै छ। त्यही कारण धर्म विनय सङ्कलन गर्नका लागि श्रेष्ठ भिक्षु राजगृह गए केही श्रेष्ठ भिक्षुहरूले भने। अनि साथीहरू प्रिय भिक्षु साथीहरू मित्रहरू विगतमा बुद्धले मर्मत र ठिक गर्ने कामको प्रशंसा गर्नुभएको थियो। जब हामी त्यो ठाउँमा पुग्छौँ साथीहरू हामी त्यहाँ पुगेपछिको केही समयमै पहिलो महिनामा राजगृहमा बस्ने ठाउँ मर्मत र मिलाउन बिताउँ। त्यसपछि जब दोस्रो महिना आउँछ अनि धर्म विनय सङ्कलन गर्न परिषद सुरु गरौँ तिनीहरूले सोचे जस्तै। अनि जुन अरतको कश्यपको कुरालाई अब भनेको जस्तै अब पहिलो दोस्रोमा गर्दै गर्दै पहिलो महिना मर्मत गर्नुभयो होइन। त्यसरी गर्नुभयो अनि दोस्रो तेस्रो महिनादेखि बल्ल बुद्ध वचनको अब साङ्गलोलाई अब सङ्कलन गर्नुभयो। अनि त्यो बेला भनौँ न अब त्यतिखेर कसैले भने आदरणीय यस समय आयो र तपाईँले सहमति दिनुभयो भने अब हामी उपालिलाई विनयको बारेमा सोध्नेछौँ भनेर अब प्रश्न उत्तरको कुरा प्रक्रिया चल्यो यहाँ। अब यो उपालि चाहिँ
बुद्धको चेला मध्येमा विनयमा एकदम पोख्त र विद्वान चाहिँ को थियो त भन्दाखेरि अब उपालि हुनुहुन्थ्यो त्यही कारणले अनि उपालिले जस्तो प्रश्न सोधे पनि एकदम ठेट उहाँले जवाब दिनुहुन्थ्यो अनि महाकश्यपले चाहिँ प्रश्न सोध्ने जिम्मेवारी लिनुभयो उपालिले चाहिँ जवाब दिने जिम्मेवारी लिनुभयो अनि उपालिले भन्नुभयो अब भने म भनौँ न एक किसिमको के भन्छ अनि अब उपालिले भने महान पूजनीयहरू उपालिले भने यदि समय आयो र तपाईँ सहमत हुनुभयो भने म कश्यपले प्रश्न उठाउनु भएको जस्तै म भिक्षु कश्यपले प्रश्न उठाउनु भएको जस्तै म जवाब दिनु तयार छु भनेर यसरी विनयको विषयमा सफल भयो अनि तब कश्यपले सोधे पहिलो पराजय भनौँ न अब जस्तो प्रश्न गर्यो त्यस्तै जवाब दिनुको लागि अब उहाँले अब जवाब दिनुभयो जस्तो प्रश्न गर्नुहुन्छ त्यस्तै अब उपालिले जवाब दिनुभयो अनि त्यसपछि अब कश्यपले प्रश्न गर्नुभएछ होइन उपालिलाई हैन विभिन्न अब यो 253 लगायत विभिन्न विनयको नियमहरू छ अनुशासनहरू रहेको छ हैन विभिन्न अब विनयमा बताएको अनुसार विभिन्न अब गन्तीहरू छ संख्याहरू छ त्यसमा अब कोही मिल्छ कोही मिल्दैन तर पनि 253 हरू चाहिँ के हो त अब यो 253 मा अनुशासनमा के हो त पहिले चाहिँ फम्पी दे भनिन्छ हैन एक किसिमको के हो त पराजय कुराहरू पहिला अब पराजयबाट अब यसरी प्रश्न गर्नु सोध्नु भएछ त्यसपछि अब कश्यपले सोध्नु भएछ पहिलो पराजय कहाँ भयो कसले पहिला त्यसको अब अपराध गर्यो हैन गल्ती गर्यो भनेपछि अनि त्यसको अनि उपालिले जवाब दिनु भएछ अनि स्थान चाहिँ वैशालीमा त्यो पराजय भएको थियो स्थान चाहिँ अनि अपराध त्यसकोमा अब गल्ती गर्ने चाहिँ अब कलन्तका छोरा अब सुदत्त थिए भन्ने यसरी अनि उपालिले यसरी जवाब दिनुभयो त्यसपछि फेरि कश्यपले सोध्नुभएछ पराजय कहाँ भयो दोस्रो पराजय कहाँ भयो सोध्नुभएछ राजगृहमा भयो कसले गर्यो भन्दा कुमारलेको छोरा पूज्य धनिकाले यो गल्ती गरेको थियो भने त्यसपछि फेरि तब कश्यपले सोधे तेस्रो पराजय कहाँ भयो उपालिले जवाब दिएछ कि वैशालीमा मार्कटा पोखरीमा पोखरीको किनारामा भिक्षु भएकोलाई भयो भनेछ त्यसपछि अब चौथो पराजय फेरि कहाँ भयो भनेर सोध्नु भएछ कश्यपले अनि फेरि उपालिले जवाब दिनु भएछ कि मार्कटा पोखरी किनारामा बस्ने भिक्षुहरूको समूहमा यो पहिलो अनि गल्ती अपराध भएको थियो भनेर उपालिले जवाब दिनु भएछ अनि यसरी विभिन्न अनि गल्ती भएर त्यसलाई सुधार्नु भएको थियो त्यसरी अनि न्यायहरू दिन भएको थियो त्यसलाई यसरी अब सुधार्नु भएको थियो भन्ने कुराहरू आयो हैन कुन ठाउँमा यसरी अब विभिन्न यो पराजय भन्ने गल्तीहरू भयो त्यसलाई कसरी सुधार्नु भयो शुद्धिकरण गर्नु भयो को द्वारा भयो यसरी प्रश्न उत्तरमा यसरी अब यो सुरुवात भयो अब दोस्रो चाहिँ के हो त अब हर्मा भनिन्छ हामीले अब शेषा भनिन्छ बाँकी भएको कुराहरू अब यसमा शेषा भनेपछि अब कुनै अब एक किसिमको के हो त गल्ती भएको कुरा हो तब कश्यपले सोचे पहिलो शेष कहाँ भयो भनेछ हकमा कहाँ भयो भन्दाखेरि उपालिले जवाब दिनु भएछ यो सर्वश्रेष्ठ भयो कालो दैनको यो 9 यो अपराध गरेको थियो भनेर यसरी बताउनु भयो कश्यपले सो तेस्रो चौथो आदि बाँकी परे पनि यसरी सोध्नु उहाँले यसरी नै अनि विभिन्न जवाबहरू दिनुभयो त्यस्तै गरी फेरि सोध्नुभयो पहिलो अनिश्चित धर्म कहाँ भयो भने कश्यपले सोध्नु भएछ त्यसको जवाबमा उपालिले यो सर्वस्तिमा थियो कालो दानियाले यो अपराध गर्ने पहिलो व्यक्ति थिए उनले दोस्रो तेस्रो चौथो अनिश्चित धर्मको बारेमा पनि सोद्धाखेरि यसरी जवाब दिनुभयो त्यसपछि कश्यपले फेरि सोध्नु भयो कि पहिलो जफत कहाँ भयो भनिन्छ जफत भने के हो पङ्क्तुङ भनिन्छ यसलाई अथवा हेर पतन कुरालाई अब हामीले जफत भनिन्छ हैन पवा भनेको हेर त्याग्नु पर्ने तुवा भनेको चाहिँ पतन भएको कुराहरू यो कहाँ भएको थियो भन्दाखेरि उपालिले जवाब दिएछ यो सर्वस्तिमा भएको थियो भन्ने यसरी जवाब दिनुभयो यो 6 जनाको यो यसलाई झुक्दे भनिन्छ 6 समूहको दलबाट यो अनि यसरी अपराध भएको थियो अनि
अनि यसलाई चाहिँ ढुक्दै भनिन्छ हामीले छ वर्ग होइन छ परिषद किसिमको छवटा समूहको अनि भिक्षुहरूबाट यसरी भएको थियो अनि यो चाहिँ सर्वस्तिमा भएको थियो भनेर यसरी उपरि जब दिनुभयो यसरी यो क्रम बताएको होइन अब यसरी क्रमैबद्ध उत्तर दिनुभयो त्यसपछि फेरि अनि फेरि सोध्नु भयो पहिलो पतन कहाँ भयो पतनमा तुङ्जे भनिन्छ फेरि यसलाई प्रतिक्रियामा यो कपिल वस्तुमा भयो भनेर अनि पहिलो पटक यो प्रतिबद्ध थियो उसले दोस्रो तेस्रो चौथो आदिको पतन बारे पनि यो कश्यपले सोध्दै जानु भयो र यसलाई चाहिँ उपलीले अनि क्रमैसँग यसलाई अनि नअड्किकन यसरी कुनै ठाउँमा न अल्मल नभइकन सट्ट यसरी छाप दिनु भयो अनि अब फेरि अर्को एउटा भूत छ जस्तो कि यो नियममा सोर्साउ भनिन्छ त्यो चाहिँ अब प्रतिदेशना यो प्रतिदेशना अब पहिलो अब कहाँ भयो भनेर सोद्धाखेरि अब औपलीले यो सर्वस्तिमा भयो भिक्षुनी उत्पल भरण भनेर सूत्र रहेको छ होइन उत्पल भरण भन्ने एउटा भिक्षुनी थियो होइन त्यसको कारणले यो अनि सोर्साक होइन प्रतिदेशना अनि भनेको उत्पन्न भएको भयो भनेर अनि जवाब दिनु हुँदाखेरि यसरी अनि पहिलो दोस्रो तेस्रो चौथो अनि अन्य अनि स्वीकार्य कुरा गरेमा कुराहरूको पनि यसरी के हो त अनि बारेमा पनि त्यसै गरी सोध्नु गएर उहाँले जवाब सहजै दिनुभयो अब त्यसपछि आउँछ फेरि नेजे भनिन्छ यसलाई एक किसिमको अपराधको कुराहरू हो होइन अब विभिन्न अब यो अपराध मध्येमा अब होइन पहिलो अब अपराधहरू निकै नै छ होइन पहिलो अपराध भनौँ न नेजे होइन जुन अब दोषहरू यो पहिलो उत्पन्न भएको ठाउँ कहाँ हो भन्दाखेरि जवाबमा चाहिँ उत्पलीले यो सर्वस्तिमा भयो यो चाहिँ के हो त फेरि अनि छा वर्गको अनि भिक्षुहरू छा समूहको भिक्षुद्वारा नि यो भएको थियो हो भने त्यसरी अनि जवाब दिनुभयो अनि पहिलो दोस्रो तेस्रो चौथो गर्दै यसरी कहाँ कहाँ भएको थियो कुन ठाउँलाई भएको कसलाई भएको थियो कसले यसरी शुद्धिकरण गरेको सबै उहाँले बताउनु भयो होइन त्यही कारणले अनि जुन बुद्धले जति पनि एक किसिमको के हो त यो विनयको अनुशासन 253 निकाल्नु भयो नि बनाउनु भयो नि यो चाहिँ एकैचोटि नभएर होइन ठाउँ ठाउँमा सबै एक एक गरी गल्ती भएको कुरालाई शुद्धिकरण गर्दै गर्दै त्यसलाई सङ्कलन गरेर पछि अब 253 वटा बन्यो होइन बुद्धले यसरी यो यस्तो भएको अपराधहरू कुन ठाउँमा यसले शुद्धिकरण गर्नुभयो यसले अपराध गर्ने गल्ती गर्ने भिक्षु को थियो होइन यसले कुन ठाउँमा गर्नुभयो यसले के नाम दिने अब पछि गएर यसलाई कसरी शुद्धिकरण गर्ने सबै कुराहरूले केही पनि नसकेर यसले टिप्पणी गरेर यसरी अब एक अनि जुन कश्यप र उपालीद्वारा छलफलमा अब यसरी सबै टिप्पणी गरेर अनि अहिलेसम्म अब 253 को नियमहरू अनुसार एकदम शुद्ध रहेको छ फेरि अब यहाँ सोध्नु भयो कि फेरि सोध्नु भएछ कि अब यो प्रतिमोक्ष सूत्र चाहिँ अब होइन फेरि नियमबाट जब भनिन्छ होइन उपसम्पद यो उपसम्पद अब आदेश दिने ठाउँ चाहिँ आज्ञा दिने ठाउँ कहाँ भन्यो बनारसीमा थियो भने यसरी यो चाहिँ कसलाई भनेको थियो 5 भद्र भिक्षुहरूलाई भनेको थियो बताएको थियो त्यसपछि विनय अनुशासनमा प्रतिमोक्ष सूत्र चाहिँ पहिला कता बताउनु भयो कुन ठाउँमा कुन स्थानमा बताउनु भएको थियो कश्यपले प्रश्न गर्दाखेरि उपलीले जवाबमा राजगृहमा यो धेरै नयाँ भिक्षुहरूलाई बताउनु भएको थियो जवाब दिन फेरि कश्यपले सोध्नु भएछ पहिलो वर्ष बाद कहाँ भयो भन्दाखेरि प्रश्न गर्दाखेरि उपलीले चाहिँ त्यहाँ चाहिँ यो सर्वस्तिमा पहिलो अनि वर्षवास भयो भनेर यसरी सोध्नु भयो होइन अनि उनले फेरि सोध्नु भएछ कि यो प्रवारण गए पहिलो प्रवारण कहाँ भएको थियो गए कहाँ गरेको थियो प्रश्न गर्दाखेरि उपलीले जवाबमा स्थान चाहिँ सर्वस्तिमा भएको थियो यो चाहिँ कसको कारण भएको थियो त भन्दाखेरि अब एक किसिमले के हो त भन्दाखेरि यो अनि ढुक्दी अनि ढुक्दे भने 6 वर्गको यो भिक्षुद्वारा र भिक्षुनी प्रति मोक्ष मार्फत प्रत्येक बिन्दुको बारेमा यसरी अब सोध्नु भयो होइन त्यहाँदेखि सुरुवात भयो भने यसरी बताउनु भयो अब पहिला हो भने अब के हो त किसिमको अब बुद्धको विभिन्न अब कुराहरू चाहिँ अब के हो त सबै अब छारिएको थियो होइन
हैन बुद्धको वचनहरू विनयको कुराहरू सबै छरिएको थियो पछि अब कश्यप र यो उपालिद्वारा आनन्दद्वारा विभिन्न अब यो बुद्धको विनयको कुराहरू सबै एकीकरण गर्नुभयो सबै बुद्धहरू सङ्कलन गरी भिक्षु विनयहरूलाई सङ्कलन गरेर तिनीहरूले भिक्षुहरूसँग सम्बन्धित सबै बुद्धहरू जम्मा गरेर भिक्षुनी विनय सङ्कलन गर्नुभयो हैन अनि तिनीहरूले पोषकसँग अब सम्बन्धित सबै कुराहरू जम्मा गरे अनि पोषकको अध्याय पनि सङ्कलन गरे तिनीहरूले अब वर्षवासको होइन हामी हेर्ने भनिन्छ वर्षवासको कुराहरू सम्बन्धित सबै कुराहरू जम्मा गर्नुभयो त्यसपछि वर्षवासमा अब अध्ययन गर्ने कुराहरू सबै अब सिर्जना गर्नुभयो त्यसपछि उनीहरूले के त प्रवरण गाएको कसरी गाए कसरी गर्ने भन्ने सबै कुराहरू जम्मा गरेर अनि प्रवरणको अध्ययन सङ्कलन गर्नुभयो तिनीहरूले अनि जुन विभिन्न भनौँ न यो छालासँग सम्बन्धित सबै कुराको छालाहरूको अध्ययन यसलाई हामीले अब यो कोपक भनिन्छ हामीले कोपक होइन योसँग सबै कुराहरू अब एकीकरण गर्नुभयो त्यसै गरी विभिन्न अब वस्त्रको कुराहरू औषधिको कुराहरू त्यसै गरी विभिन्न यो अनि विषयमा के कुरा बुद्धले बताउनु भएको थियो सबै छरिएको थियो नि त जहाँ जहाँ भिक्षु हुनुहुन्थ्यो सबै आमाउनु ठाउँमा जाँदाखेरि त्यो छरेर गएको थियो भन्दा गएको थियो त्यसलाई पछाडि कश्यप र अनि उपालिद्वारा विभिन्न सबै छलफलद्वारा सबै सङ्कलन एकीकरण गरियो अनि अध्ययनमा अब कठिना भन्ने कुरा पनि त्यो पनि यसरी नै सङ्कलन गरियो होइन तिनीहरूले भिक्षु र भिक्षुनीको प्रतिमोक्ष लिपिहरू पनि सङ्कलित गर्नुभयो अनि थेरवाद र खण्डवाद यसरी उहाँले दुवै सङ्कलन विनयहरूको बारेमा सोध्नु भएर उपालिले उहाँलाई सोधेको प्रत्येक प्रश्नको जवाब पनि स्पष्ट दिनुभयो मैले अगाडि जति बताएको कुरा चाहिँ के हो त चारौं अङ्गको विनयको विषयमा बताएँ मैले अनि अब यसलाई चाहिँ अब धेरै धेरै दोहोऱ्याएर बताउनु पर्दैन अलिअलि मात्रै फरक छ त्यति फरक नभएको हुनाले अब धेरै धेरै दोहोऱ्याएर नभनौँ अब चाहिँ यहाँदेखि चाहिँ मुनि अब 5 भागमा बाँडेको विनयको विषयमा बताउन चाहन्छु अब यसलाई अब बुझ्छु अब खण्ड भनेको अब एउटा भाग पनि बाटै भइगयो भाग भइगयो अब सानो एउटा खण्ड होइन सूक्ष्म खण्ड होइन त्यति बेला उपालिले सङ्कलन सोध्नु भएछ फेरि अब अनि यसरी यो चाहिँ के हो त यो उपालि र यो कश्यप चाहिँ एउटा कुनामा कसैले नदिने गोप्य ठाउँमा गएर यसरी प्रश्न र उत्तर यसरी दिनुभएको होइन 500 जना अरबहरूको बीचमा बसेर यसरी प्रश्न उत्तरको कुराहरू अनि यसरी उहाँले अब राख्नु भएको थियो त्यही कारणले यो एकदम सही र सत्यता मानिन्छ यसलाई यो चाहिँ के हो त उपालिले विभिन्न विनयहरू सङ्कलन गर्ने कुराहरू थियो अब चाहिँ के हो त अब चाहिँ आनन्दले सूत्र जुन अब सूत्र पिटकलाई चाहिँ अब सङ्कलन गर्ने कुराहरू आएको छ फेरि अब त्यो सङ्कलन गर्नको लागि सबै अरहतहरूलाई भिक्षुहरूलाई अब यसरी अब सूचना गराउनु दिनु पर्थ्यो होइन बताउनु पर्थ्यो अनि भन्नुभएछ कि यति बेला अब उपालिले सङ्घले सुने आदरणीय सङ्घ कृपया सुन्नुहोस् यदि समय आयो र सङ्घले सहमति दियो भने आज म भिक्षु र भिक्षुको लागि विनयको बारेमा कश्यपको प्रश्नमा जवाब दिनेछु भन्ने कुराहरू यसरी बताउनु भयो होइन त्यसै गरी यो आनन्द भनौँ न होइन आज म आनन्दलाई कोही प्रश्न गर्न चाहन्छु यो सूत्रको विषयमा होइन त्यो अनि यदि सहमति छ भने म उहाँलाई प्रश्न सोध्न चाहन्छु भनेर यसरी नै अनि कश्यपले प्रश्न गरे जब अनि आनन्दले पनि होइन यदि उहाँको जवाबमा म अब उहाँले भने जस्तै अब मलाई आज्ञा दिनुभयो भने यसको जवाब दिन तयार छु भने यसरी अब कुराहरू अब प्रश्न उत्तरको छलफल भयो यो चाहिँ अब चारौं अब भागमा पर्ने हो के हो त यो विनयको कुरा रहेको छ अब यसमा चाहिँ अब यो अनि यो
जीव दो भनिन्छ त्यसो भनेपछि अब महान पूज्य कृपया मेरो कुरा सुन्नुहोस् यदि समय आयो आयो र सँग सहमत भयो भने आज म आनन्दले धर्म बारेमा सबै कुरा सोध्नेछु भनेर आनन्दले भन्नुभएछ विशु कृपया मेरो कुरा सुन्नुहोस् यदि समय आयो र सँग सहमत भएमा म कसैले मलाई प्रश्न गर्नु भएको म जवाब दिन्छु भनेर भन्नुभएछ त्यसपछि म कसैले आनन्दले प्रश्न गर्न थाले त्यसपछि वज्रम जाल सूत्र कहाँ पठाइयो भनेर यसरी अब प्रश्न गर्नुभएछ यो कश्यपले अनि यो पुस्तक कहाँ सिकायो भनेर भन्दाखेरि अनि पुस्तक 10 को पुस्तक कहाँ पठाइयो अनि अभिनिष्क्लम सूत्र संसारको निर्वाण विनाशको सूत्र कहाँ सिकायो कता भन्नुभयो बुद्धले महान अन्तर निर्भरताको सूत्र कहाँ बताउनु भयो त्यसैगरी अब सक्राको प्रश्न सूत्र कहाँ पठाइयो भनेपछि प्रश्न अब कसैलाई सोध्नु भन्दाखेरि आनन्दले प्रत्येकको जवाब जुन लामो प्रवचन दीर्घ निकायमा देखिन्छ यसरी उहाँले एक गरी दिनुभयो यसरी शङ्करले लामो सूत्र सङ्कलन गरेर तिनीलाई लामो प्रवचन भन्नुभयो अनि उनीहरूले मध्यम लम्बाइको अब सूत्रहरू जम्मा गरे तिनीहरूले मध्यम अब खाली अब प्रवचन भन्नुभयो त्यसपछि अब तिनीहरूले 1 देखि 10 र 10 देखि 1 सम्म सूत्र जम्मा गरेर तिनीहरूको संख्यात्मक प्रवचन भने तिनीहरूले धेरै अब दो नासो भनिन्छ सूत्र नासो भनिन्छ एकजना दो नासो संख्यात्मक प्रवचन भनिएलाई उनीहरूले अब भिक्षुनीहरू अभ्यासकर्ताहरू देवताहरू शक्र महाराज ब्रह्माका विभिन्न सूत्रहरूलाई जोडिएको प्रवचनमा जम्मा गरे त्यसै गरी उनीहरूको जन्म सूत्र जातक सूत्र पुण्य कर्मको फलको सूत्र जामघरको सूत्र वृद्धि नहुने सूत्र हैन एक किसिमको फेलवामी विधो भनिन्छ वृद्धि नहुने सूत्र उपमाको सूत्र शब्दको अर्थ सूत्र धर्म सम्बन्धी श्लोक पराय सूत्र र त्यसै गरी के हो त भन्दाखेरि अब सबै सूत्र एक ठाउँमा सङ्कलन गरिएको सूत्र हैन यसरी विभिन्न सूत्र तिनीहरूले अब सङ्कलन गर्नुभयो अनि त्यो बेला चाहिँ विभिन्न यसरी सूत्रहरू सङ्कलन गर्दा तीनवटा पिठ त्रिपिटकहरू सङ्कलन गरेको थियो सूत्र पिठ अभिधर्म पिठ अनि त्यसै गरी अब यो विनय पिठ गरे 3 प्रकारको पिठहरू यसरी अब अनि यो सङ्कलन गरियो अनि यो टिबेटे भोट अनुवाद अनुसार हैन सबै यो भनेको कुराहरु छैन कुनै यो संहिता भनिन्छ ब्रह्म हैन ब्रह्म सूत्र भनौं न एक किसिमको त्यो अब भोट अनुवादमा रहेको छ त्यो बाहेक प्राय पाली भाषामा रहेको छ यो भविष्यमा यसलाई चाहिँ अब यो भोट अनुवाद अनुसार त्यहाँ त्यो भित्र बौद्ध धर्म अनुवादमा अनि विभिन्न यसमा अब धेरै अब विद्वान अब पोख्ता हुनु भएको विद्वानहरूले चाहिँ यसलाई जुन अब विभिन्न अन्य भाषामा भएको नि यो भोटमै अब यसरी खनाउन सके त्यसलाई एकीकरण गर्नु अत्यन्त राम्रो हो जस्तो मलाई राम्रो देख्दछु अनि म पनि यसलाई जति सक्दो अब अनुवाद गर्ने कोसिस प्रयास गर्नेछु अनि यो सबै अब मैले अनुवाद गर्न सक्दैन तर जति पनि अब सानो कुराहरू छ हैन जुन अब मैले सक्ने जति अनुवाद गर्ने समर्पण गर्नेछु हैन यो जातक सूत्रहरू पूर्ण कर्मको फलको सूत्र जमकरको सूत्र वृद्धि नहुने सूत्र उपमाको सूत्र शब्द अर्थको सूत्र धर्म सम्बन्धी श्लोक पारायण सूत्र हैन अब धर्म संगम सूत्र लगायत विभिन्न सूत्रहरू रहेको छ नि यो चाहिँ अब घिमिन्छिन भने महा विद्वानले यसरी अब अनुवाद गर्नुभएको रहेछ अनि यहाँदेखि उता अब पार हुने सूत्र भने अनि आर्य शब्द सूत्र भने जस्तै सबै सूत्र प्रयास हो अनि यो जस्तो कि हामीले दोमाङ भनिन्छ नि अब बहुसूत्र त्यस्तो किसिमको अब बताउनु भएको यो अनि
जुन अरहतहरूले यसरी अब सङ्कलन गर्नुभएको कुराहरू 다 들으시지 간다냐 대뉴 숨부디 아니 초식도 जे भए त भने के हो त अनि जुन यो विद्वानहरूले चाहिँ पहिला अब के हो त यो कश्यप लगायतका उपाली लगायत आनन्द लगायत विभिन्न भिक्षु बौद्ध भिक्षुहरूले महान भिक्षुहरूले चाहिँ नि के हो त अनि त्रिपिटकको सङ्कलन गर्नुभएको थियो 지게 가쇼에 यसमा अलिकता अर्को हिसाबले बोल्नु पर्दाखेरि अनि कुन ठाउँमा बुद्धले कस्तो अनि सूत्र बताउनु भयो 아니 कसको लागि बताउनु भयो gelong tendu sumbi ndo khares gelong tendu अनि भिक्षुको लागि बताउनु भएको सूत्र के हो भिक्षुनुको लागि बताउनु भएको सूत्र के हो त्यस्तै गरी अब उपासकको उपासिकाको लागि बताउनु भएको सूत्र के हो भने यसरी सोधपुछ गरियो प्रश्न गरियो 간다 너데던 제외 주어도 티버레스 अनि विभिन्न अनि यो सूत्रसँग सम्बन्धित सबै प्रश्नहरू आनन्दले राख्नुभयो अनि 되게 임비네하다 당기 유아야나 시바데도 라고르르제샤 अनि यो अहिले बताउने कुरा चाहिँ के हो त यो चार अङ्गको यो भागको यो विनायकको कुरा जस्तै रहेको छ यसमा अनि विभिन्न आनन्दले सूत्रको विषयमा सबै जवाब दिनुभयो 다다디 듀아 톰바충와 칸다카사 디나로레 도디 바꿔도 세단디 다 당기 듀아야나 시바당 야나 अनि थेरवाद खण्डकवाद भनौँ न एक किसिमको यो सङ्कलन गरेको कुराहरू होइन त्यो बताउनु पर्दैन अघि पहिला जस्तै छ 나가도 듀아야나 시베기 나로라 그도 담보 집에 구름들 집에 있는다 가지고 강불고 사리 어디 가봐 अब यो बुद्धको पहिलो वचनको सङ्कलन गर्ने क्रममा धम्पो भन्ने एउटा आउँछ अझ अब पूर्ण भनेको उसको सम्बन्धी आउँछ पूर्णको विषय अनि यो पूर्णको सम्बन्ध बताउनु पर्दाखेरि अनि बुद्धको अत्यन्त महत्त्वपूर्ण एउटा चेला हो 미신달이야 최신경의 나로네 아니 상계가 अनि उहाँ चाहिँ प्रवचन गर्नु महापोक्ता भयो बुद्धको प्रवचनलाई फैलाउनुको लागि बताउनुको लागि महाविद्वान भएको एउटा विद्वान थियो उहाँ त्यो गङ्पो अथवा पूर्ण भन्ने चाहिँ 세상 cấp 내된 강보디 다들이 계획하라 그것도 챙겨야 돼 अनि त्यति बेला ज्येष्ठ पूर्णले सूत्र र विनयको सङ्कलन गरेर राजगिरीमा 500 अरहत जम्मा भएको सुनेर 500 अरहतहरू लिएर यात्रा गर्नुभयो 너희들 뒤에 꼴라 그것도 지기 아래서 니수지 센도와 उहाँले सुन्नुभएछ कि त्यहाँ चाहिँ सूत्र र विनयको विषयमा चाहिँ सङ्कलन गर्दैछ है भनेर उहाँले सुन्नुभएछ होइन उहाँसँग चाहिँ 500 जना भिक्षुहरू थियो उहाँसँग चाहिँ होइन त्यो भिक्षु लगेर उहाँ राजगिरीमा पाल्नु भएछ अब यो चाहिँ अब एक धेरै भएकोले 500 जना भनेको हो कि साँच्ची नै अब कम्ती पुग्यो 500 थियो कि यो चाहिँ अब मलाई थाहा भएन ngabge रेइना ngabge अब जे भयो भने त्यो बेला चाहिँ 500 होइन अनि वस्त्र भयो भने 500 होइन भिक्षु भयो भने 500 लगायत विभिन्न 500 कुरा राखिएको छ यहाँ धेरै भयो कारण जस्तो मलाई लाग्छ उनीहरू कश्यप र अरू भएको बसेको अब ठाउँमा पुग्नु भयो अनि उहाँले भन्नुभएछ अनि हामीले सुनेका छौँ तपाईँ र अरू 500 जना अरबहरूले धर्म र विनयको सङ्कलन गरिरहनु भएको छ भने मैले सुनेको छु अनि म पनि यहाँ भाग लिन र धर्म सुन्न चाहन्छु अनि भनेर यसरी अनि पूर्णले यसरी प्रस्ताव राख्नु भएछ कश्यपको सामु अनि अनि यहाँ 나한테는 강벽이 개롱압게 티온 페인 주사네 अब त्यो बेला अब के थियो त भन्दाखेरि अब 롱도고 알아 1000 भन्दा ज्यादा भिक्षु हुने भयो किन भन्दाखेरि कश्यपसँग 500 जना भिक्षुहरू थियो त्यो पूर्णसँग अब 500 जना भिक्षुहरू थियो 강벽 개롱압게 티체네 그도 간사 भन्दाखेरि अनि 체베린 차상로리아다 차상서뭐 당 곳바들 페요 마르디네아다 디슈 अनि यो बुद्ध वचनको सङ्कलन पहिलो सङ्कलन गरेको क्रममा पहिल्यैदेखि त उहाँ त हुनुहुन्थेन पछि बिचमा आउनु भयो पूर्ण भिक्षु चाहिँ अनि यसमा चाहिँ अब एउटा
प्रश्न छ पूर्णले 500 भिक्षुहरूलाई कश्यप र 500 भिक्षुहरूको नेतृत्व गरायो त्यसले 1000 भिक्षुहरू हुन्थ्यो तर पछि भन्यो कि परिषद 500 भन्दा बढी भिक्षुहरू थिएनन् कश्यपले उपलेले प्रश्न गरेका थिए भिक्षुहरूले शास्त्रहरू सङ्कलन गर्दै थिए र 3 अनि यसरी यो के हो त त्रिपिटक पनि अब यसरी तयार भयो अनि यो बेला अब भनौँ न विनयको सङ्कलन गरिरहने बेलामा कश्यपले पूर्णलाई के बताउनु भयो त भन्दाखेरि अनि भन्नुभएछ कि पूर्णले भन्नुभएछ कि यी 8 धर्म बाहेक तपाईले चर्चा गर्नुभएको सबै सूत्र र विनयका विषयहरूसँग हामी सहमत छौँ पूजनीय मैले बुद्धबाट प्रत्यक्ष अब भनौँ न रूपमा उहाँको उपस्थितिमा सुनेको छु र यसलाई नबिर्सी सम्झन्छु यी सबै त्यो चाहिँ म पछि भन्छु जुन खानेकुराको विषयमा जस्तो कि एउटा मठ गुम्बा अनि गुम्बाभित्र अब खानालाई चाहिँ अब भण्डारण गर्नुपर्ने राख्नु पाउने मठभित्र खाना भण्डारण गर्ने गुम्बाभित्र पकाउने खाना पकाउने आफ्नै हातले खाना पकाउने खाना र उहाँबाट खाना लिएर खाना खान सकिने त्यसै गरी पाठमा प्रकृति रूपमा उठ्यो अब भएको अब पानीमा पाठमा पानीमा त्यसै गरी अनि प्रकृति रूपमा आफै उब्जनी भएको फलफुल खाना सकिन्छ ती सबै बाँकी रहेका खाना खाने मामिलामा पर्दैन भने यसरी कुराहरू त्यसमा आयो अनि कुनै बेला चाहिँ के हो त यो कुनै फलफुल चाहिँ अब यो फलफुलको बोक्रा अझै तासु नहुने अब भिक्षुले तासु नहुने अरूले तासु लाउने त्यस्तो कुरा राखेको छ हैन त्यसलाई चाहिँ आउनु गृहस्थी हुन्छ जसलाई साथ सहयोग गर्ने हैन त्यसलाई अब सफा गरिदिने रेखदेख गरिदिने सफा रेखीदेखि भने त्यसलाई अनि उनीहरूले सफा नगरिदिए पनि अब लिनु सकिन्छ भन्ने कुराहरू अब होइन तपाईँले बताउनु भयो म कसैछु भनेर यसरी पूर्णले प्रश्न गर्नुभएछ जुन प्राकृतिक खानाको विषयमा त्यसमा म सहमत छैन भनेर यसरी बताउनु भएछ प्रश्न गर्नुभएछ अनि त्यो चाहिँ अब लिनु पाइँदैन यसरी अब गर्नु पाइँदैन भनेर अब बताएको छ तर पनि तपाईँहरूले चाहिँ अब त्यसपछि लिनु अब एक किसिमको तपाईँहरूले चाहिँ रोक्का लगाएको छ तर बुद्ध पालोमा त त्यो थियो त भनेर भन्दाखेरि होइन कश्यपले भन्नुभएछ कि तपाईँले भने जस्तो त्यस बेला फसल अब खराब थियो त्यस बेला अब के हो त अब स्थिति खराब थियो र त्यो बेला अनिकाल चलेको थियो र खाद्यान्नको मूल्य बढेको थियो त्यसैले बुद्धले घर धनीहरूलाई खाद्यान्न प्राप्त गर्न गाह्रो भयो घर अब जुन अब गृहस्थीबाट आफूले अब खाद्यान्न खानेकुरा गाह्रो भयो देखेर दयाले अनि हामीलाई 8 धर्महरू भिक्षुलाई अनुमति दिनुभयो बुद्धले त्यो बेलामा जुन प्राकृतिक रूपमा त्यो खानेकुरा खान मिल्छ भनेर दिनुभयो यद्यपि पछि जब अनि यो प्रकृतिहरू सुधार्दै आएर अनिकालहरू कम हुँदै गएर अब पछि अब यो खाद्यान्न राम्रो हुँदै गयो सामग्रीहरू खानपिन अनि पेय प्रचुर भएर मानिसहरूले फेरि खानाको प्रशस्त स्रोत पाए बुद्धले फेरि दिने नियम परिमार्जन गरेर र ती 8 धर्मलाई निषेध उपदेशमा राखे हैन भने यसरी अब त्यसपछि यसरी बताउनु भएछ फेरि पछि पुटाले के भन्नुभएछ भने पूज्य कश्यपज्यू बुद्ध सर्वज्ञ हुनुहुन्छ एकचोटि उनले नियम बनाइसकेपछि उनले त्यसलाई अनुमति दिएन र पछि फेरि अनुमति दिएनन् आफ्ना पहिलेका सिद्धान्तहरू परिमार्जन गर्दै अनि त्यसलाई अब एकचोटि त्यसलाई निषेध गरिसकेपछि त्यसलाई चाहिँ अब स्वीकार गर्नु हुन यो बुद्धको यस्तो थियो भनेर बताउनु हुँदाखेरि
अनि कश्यपले भन्नुभएको छ कि हो बुद्ध सर्वज्ञ हुनुहुन्छ किनभने उहाँले विनय नियमहरू बनाउनु भयो तर उहाँले तिनीहरूलाई परिस्थिति अनुसार अनुमति दिनुभयो वा परिस्थिति अनुसार निश्चित गर्नुभयो पूर्ण यो हामीले कम्पाइल गर्दैछौँ भन्ने हद हो बुद्धले नबनाएका नियम हामी बनाएका छैनौँ र यदि बुद्धले नियम बनाउनु भएको छ भने त्यसलाई त्याग्न पनि हामी त्याग्न पनि छैनौँ हामी त्यसलाई त्याग्न सकिँदैन बुद्धले भनेका कुरालाई हामीले आधारको रूपमा लिएका छौँ त्यसलाई अनुसरण गर्दै अध्ययन गरिरहेका छौँ भन्नाले महाकश्यपले यसरी पूर्णलाई जवाब दिनुभएछ हैन बुद्धले जे बताउनु भयो त्यही मात्रै हामी एक किसिमको स्वीकार गर्नेछौँ बुद्धले निषेध गर्नुभएको हामी निषेध गर्नेछौँ बुद्धले बनाउनु भएको अनुशासनलाई हामीले छाड्नेछौँ र बुद्धले अनुशासन नगरेको ठाउँमा नराखेको ठाउँमा चाहिँ हामी त्यहाँ नवीन त्यसमा चाहिँ अब बनाउनेवाला छैनौँ भन्ने यसरी जवाब दिनुभएछ अनि पञ्च भागको विनयको अनुसार त्यही बताएको छ यसमा अब संक्षिप्तमा बताउनु पर्दाखेरि गाङ्पो भनेको चाहिँ पूर्ण भने बुद्धको एकदम महत्त्वपूर्ण चेला लागेको थियो अनि कश्यपले यसरी अब जिम्मेवार लिँदै अब के हो त विनयको सङ्कलन गर्दै थियो हैन त्यो सुनेपछि पूर्णले सुनेपछि त्यहाँ गएर अनि तपाईँले विभिन्न विनयको विषयमा सङ्कलन गर्नु हुँदैछ तर यो 8 प्रकारको धर्म अनि मिलेको छैन भने यसरी बताउनु क्रममा अनि महाकश्यपले चाहिँ यसरी अनि पूर्ण लगायतका विभिन्न भिक्षुहरूलाई चाहिँ यसरी जवाब दिनुभएछ हैन पछि बताउने क्रममा पछि अनि पूर्णले पनि जुन कश्यपले बताउनु भएको कुरालाई चाहिँ अनि स्वीकार गर्नु भएर ओ यो राम्रो देख्नु भएर अनि दुवैजनालाई यसरी अनि फेरि सङ्कलन गर्नु भएर अत्यन्त व्यापक र विस्तार रूपमा विनयको अनुशासनहरू फैलाउनु भयो अनि केही छिनपछि म तपाईँलाई अनि यो विस्तारमा बताउने छु अनि अब दोस्रो आज म ब्रेक राख्दिनँ आज अलिबल्ल सन्चो छैन अनि भोलि बिदा भइगयो पर्सि फेरि बताउँला मलाई अलिकति आज बिसन्चो छ अनि म के भन्न चाहन्छु भन्दाखेरि अनि हाम्रो यो अन्तिम दिनमा प्रवचनको अन्तिम दिनमा भोलि नभएर आउने भोलिको अन्तिमको दिनमा भनौँ न अनि यो प्रवचन सुसम्पन्न भएको अन्तिम दिनमा अनि यो 11औं तारिक अब सेप्टेम्बरको 11 तारिक भनौँ न अगस्त अब आउने अर्को त्यो 11 तारिक दिनमा चाहिँ अनि थुप्चोक भनिन्छ मुनिको पाठ गर्नेछौँ 4 प्रकारको भगवान रहेको छ पहिला साके मुनि गौतम बुद्ध त्यसपछि अब भोटको गुरु एकदम असामान्य गुरु अनि आर्य अवलोकनेश्वर अनि त्यसै गरी अनि अतिशाको अब एकदम असामान्य अब झमु झोल्मा हैन अनि थो मियोवा अनि कदम्ब गुरुहरूको हैन अनि यो कदम्ब गुरुहरूको मुख्य 4वटा भगवान रहेको छ यसको हामी वन्दना गर्नेछु प्रार्थना गर्नेछु हामी धक्पकायु अर्थात् यो धक्पकायु सम्प्रदायको के हो त बुद्धको वचन र अनि महामुद्रा एकीकरणमा जाने एउटा मार्गी भएकोले हामी त्यसको अनुसरण भएकोले हैन मैत्रीवाददेखि तेलो नारो मर्मतदेखि आएको हुँदाखेरि विभिन्न नारो सुरु लगाइदा हैन नारोको 6 धर्महरू नारोपाको अनि यो जो अतिशयदेखि आएको विभिन्न यो दिपङ्करदेखि आएको वचन अत्यन्त महत्त्वपूर्ण राखेको हुँदाखेरि त्यो अभ्यास गर्दै आएको छ पहिलादेखि अनि धप्पुकाइकीमा चाहिँ एउटा हैन कदम्ब र अनि महामुद्राको दुवैको एउटा अनि एकै ठाउँ भएको अब हामीमा हाम्रो शिरमा भएको हुँदाखेरि अनि यसमा नाम एकदम मिथास्त भएको जस्तै हामीले अब यसलाई अभ्यास गरिरहेको छौँ यसलाई हामी उठाएको छैनौँ त्यसै कारणले एउटा सबैको एउटा शिर बनिएको छ अनि कदम्बको विभिन्न अनि कदम्ब गुरुहरूको असामान्य इष्ट देव
भएको अर्को दिशाले बोल्यो भने अर्को पक्षबाट बोल्दाखेरि अनि अनि साकी मुनि गौतम बुद्ध त समस्त बौद्ध समग्र बौद्ध धर्मको एउटा शिर भएकोले अनि अनि त्यो दिन हामी बुद्ध लगायत पनि 4 प्रकारको इष्ट देवको हामी प्रार्थना गर्छौं हैन अब त्यो बेला समय नपुगेको अनुसारले मैले त्यसलाई टुङ्गो सबै अब पहिला मैले अब लेखिसकेको छैन चुपिसक्यो भन्ने एउटा मुनिको विधि चाहिँ पहिला मलाई समय पाएन तर मैले अहिले लेखिसकेको छु अनि यस्तो दुःख त के गर्नु होला भन्ने कहिलेकाहीँ लाग्छ तर पनि अनिगिन्ती असङ्ख्यमय प्राणीको हितमा हेर्दाखेरि त्यो अत्यन्त राम्रो लाग्यो मलाई हैन त्यही कारणले पक्कै नै लाभ हुन्छ भन्ने आशा गर्दछु र त्यो मैले रचना गरिसकेको छु लेखिसकेको छु अनि अनि त्यस्तो गरी अब अझै पनि म अनि त्यसलाई सम्पन्न पार्ने साकार पार्नुको लागि मेरो आशा छ हैन अब त्यो मुनिको विधि मैले सबै लेख्न सक्दैन हैन मलाई एकदम गाह्रो भइरहेको छ हैन मलाई टाउको अलिकति तातो भइरहेको छ किन भन्दाखेरि प्रयोजनको लाइन मैले बताउनु पर्ने त्यसको विधि अर्को लाइन गर्दाखेरि धेरै कुरा मैले जफत गर्दाखेरि धेरै कुराहरू मैले लिँदाखेरि मलाई धेरै नै अलिकता गाह्रो भइरहेको छ तर पनि अनगिन्ती प्राणीहरूलाई मोक्षको भ्यू चाहिँ अब त्यसमा अब फैलिन्छ भने त्यसको लागि अत्यन्त दिनरात खटिनै छु अब म अन्तिमको वन्दना गर्न जाँदैछु